न सुनिएको आवाज, द भोइस that wasn't heard with Vijita airs every Sunday. नमस्कार दर्शकबिन, यहाँहरू सन्चै हुनुहुन्छ भन्ने मैले अपेक्षा राखेको छु र फेरि पनि म हजुरहरूको माझमा नसुनिएको आवाजको 15औं एपिसोड लिएर आइसकेकी छु। आज म हजुरहरूलाई मेरी मित्र निशाको कथा भन्दैछु। मेरी मित्र निशा सानी छिन्, भर्खरै उनी 4 वर्षकी भइन्। निशाको जब जन्म भयो उनको बुवाले चाहिँ उनकी आमालाई परित्याग गरिदिनु भयो। अहिले निशा सानी छिन्, आफ्नी आमासँग बस्छिन्। उनको आमाको सङ्घर्ष ठुलो छ, निशालाई पढाउने र ठुलो मान्छे बनाउने रहर राख्नु भएको छ। जब निशा भर्खरै 4 वर्ष पुगेपछि उनकी आमाले निशालाई चाहिँ स्कुल हाल्ने निधो गर्नुभयो र नजिकैको स्कुलमा लगेर भर्ना गर्नलाई टिचरसँग कुरा गर्न लाग्नुभयो। अनि जब निशा छेउमा बसिरहेथिन्, निशालाई प्रिन्सिपलज्यूले चाहिँ प्रश्न सोध्न थाल्नुभयो। तर निशाले प्रिन्सिपलको आँखामा हेर्दा पनि हेरिनन्। उनी चञ्चल जस्तो भइन्, हातहरू चलाइराखिन् र अपेक्षा गरे जस्तो उनले इन्टरभ्यूमा गर्नै सकेनन्। र शिक्षकले सोध्नुभयो, तपाईँको बच्चालाई केही छ र त्यस्तो? अनि उसले त नाइ त्यस्तो त केही छैन, बोल्छ भनेर सोध्नुभयो। उसलाई सोध्दै गर्दा अलिअलि भनेर उहाँले भन्नुभयो। अनि शिक्षकले भन्नुभयो, तपाईँको बच्चालाई त अटिजम भएको जस्तो छ, यस्तो अटिजम भएको बच्चा चाहिँ हाम्रो स्कुलमा भर्ना हुँदैन नि, यस्तो बच्चाहरूको निम्ति विशेष विद्यालय हुन्छ, तपाईँले त्यहीँ गएर भर्ना गर्नुहोस् भन्नुभयो। निशाको आमा छक्क पर्नुभयो। आफूले अपाङ्गता भएको नानी जन्माएको रहेछु भन्ने त उहाँलाई थाहै थिएन। त्यो अटिजम भन्ने के हो पनि उहाँलाई थाहा थिएन। छोरी असाधारण त देखिन्थिन्। घरमा पाहुना पाछा आउँदाखेरि नमस्कार गर भन्दा उनी नमस्कार गर्थिनन्। आँखामा आँखा जुदाएर हेर्थिनन्। एकहोरो एउटा काममा फोकस भइन् भने त्यसमा मात्रै लागिरहन्थिन्। अन्य बच्चा भन्दा कसैले ज्ञानी बच्चा पनि भन्ने गर्थे उनलाई। तर यतिखेर आउँदा यो त अटिजम हो र यस्तो बच्चा त नर्मल स्कुलमा भर्ना हुँदैन भन्ने कुरा सुन्दै गर्दा त निशाको आमा त छाँगाबाट खस्नुभयो। प्रश्न सोध्नुभयो, विशेष विद्यालय भनेको के हो सर? किन मेरो छोरी विशेष विद्यालय जानुपर्छ नि? किन उनी नर्मल विद्यालयमा पढ्न सक्दिनन् भनेर थुप्रै प्रश्नहरू गर्नुभयो। शिक्षकले यसको विज्ञ म होइन, गएर विशेष विद्यालय गर्ने अथवा अन्य व्यक्तिहरूलाई सोध्नुहोस्, अपाङ्ग सङ्घतिर गएर सोध्नुहोस् न, मलाई त धेरै थाहा छैन भनेर बिस्तारै रुखो जवाफ पो दिनुभयो। उनी निराश भएर फर्केर आइन्। उनलाई थाहा थिएन आफ्नो नानीमा अटिजम छ र उसलाई विशेष विद्यालय चाहिन्छ भन्ने कुरा उसलाई थाहा थिएन। आज यस्ता धेरै अभिभावकहरू छन् जसलाई आफ्नो नानीलाई विशेष विद्यालय लानुपर्छ भन्ने कुरा थाहा छैन। विशेष त कुनै स्कुलहरूले भर्ना लिने र नानीहरूको पर्फर्मेन्स पुअर भयो भन्दै नानीहरूमाथि कडा यातना दिएका कुराहरू पनि छन्। र अभिभावकहरूलाई कस्तो नानी जन्माउनु भयो, कस्तो कमजोर नानी भनेर थुप्रै कुराहरू अर्को नानीसँग तुलना गरेका घटनाहरू पनि देखिन्छन्। र यस्ता नानीहरूको निम्ति विशेष विद्यालय हुने रहेछ भन्ने कुरा जब निशाको आमाले थाहा पाउनुभयो, खोजी गर्न लाग्नुभयो। यस्तो विद्यालयहरू त न्यून रहेछन्। विशेष गरी नेपाल सरकारको विशेष शिक्षा नीति 2073ले चाहिँ यस्ता बालबालिकाहरू जो बौद्धिक रूपमा ह्रास रहेका छन् अथवा विशेष गरी अपाङ्गता भएकाहरूमा पनि दृष्टि सम्बन्धी, स्वर-बोलाइ सम्बन्धी अपाङ्गता भएकाहरूको निम्ति विशेष शिक्षा अथवा समावेशी शिक्षा, एकीकृत शिक्षा, स्रोत कक्षाहरूको व्यवस्थाका कुराहरू, थुप्रै नीतिगत कुराहरू लेखेका रहेछन् जुन व्यवहारमा चाहिँ रहेनछन्। अब निशाकी आमा छक्क पर्नुभयो, कुन स्कुलमा लगेर छोरीलाई हाल्ने? त्यो किसिमको व्यवस्था त नर्मल्ली गाउँघरमा हुने स्कुलहरूमा त रहेनछ। त्यस्तो किसिमको अपाङ्गता त कुनै शिक्षकहरूले बुझ्नु पनि भएको रहेन रहेछ। हुन त नीतिले स्रोत शिक्षकहरू, त्यस्ता व्यक्तिहरूलाई पढाउन विशेष स्रोत शिक्षकहरूको हायर गर्ने नीति भए तापनि त्यो कुनै पनि स्कुलमा रहेनछ। र यो विशेष शिक्षा के रहेछ भन्ने कुरा अन्यलमा रहेको छ। विशेष गरी अभिभावकहरूले थाहा पाएका छैनन्। हाम्रो समावेशी शिक्षा, अपाङ्गता भएका व्यक्तिहरूको निम्ति समावेशी शिक्षा नीति 2073 पनि आइसकेको छ, जहाँ हरेक अपाङ्गता भएका बालबालिकाले अरू सरह नै समावेशी रूपमा शिक्षा पाउने नीति भए तापनि विशेष किसिमको अपाङ्गता भएका व्यक्तिहरू, बौद्धिक ह्रास भएका अपाङ्गता भएका व्यक्तिहरूको निम्ति अहिलेसम्म विद्यालय नै छैन। हामी कल्पना गरौँ त, हामीले जब बालक हाम्रा छोराछोरीहरू हुर्किँदै जान्छन्, हाम्रो एउटा सपना बन्छ। त्यो सपना चाहिँ उनीहरूलाई कुन स्कुल हाल्ने भनेर। हामीसँग त
थुप्रै छनौटहरू आउँछन्। हामीसँग भएको रुपैयाँ पैसाको आधारमा पनि हामी ठुला र साना स्कुल छनौट गरेर हाम्रा नानीहरूलाई हाल्छौँ। अझ हामीले कति सपना बोकेका हुन्छौँ त्यो स्कुलमा हाल्ने सपना छ भनेर। तर आज त्यस्ता अभिभावकहरूलाई परिकल्पना गरौँ त जसको निम्ति एउटै विद्यालय छैन। भएका विद्यालयहरूले विशेष विद्यालयमा हाल्नुपर्छ भनेर पठाउँछ र ती विशेष विद्यालयको प्रावधानै नेपालमा निकै कम छ। त्यो बेलामा अभिभावकहरूलाई कस्तो महसुस हुन्छ होला, ती बालबालिकाको अधिकार कहाँ जान्छ होला। त्यो गर्दै गर्दा फेरि पनि हामी नवनिर्मित अहिलेको सरकारलाई यो कुरामा आह्वान पनि गर्न चाहन्छौँ कि त्यस्ता धेरै बालबालिकाहरू छन् जसलाई विशेष शिक्षा, समावेशी शिक्षा, एकीकृत शिक्षाको खाँचो छ। विशेष गरी बौद्धिक ह्रास भएका, अपाङ्ग भएका बालबालिका लगायत बहिरा बालबालिकाहरूलाई पनि त्यो चुनौती छ। उनीहरूलाई एकीकृत शिक्षा अन्तर्गत स्कुलमा पठाइए तापनि साङ्ग भएका व्यक्तिहरूले पढाउने, साङ्ग शिक्षकहरूले पढाउने र त्यो बुझ्नलाई निकै कठिन हुने कुराहरू रहेको छ। जस कारणले गर्दा अपाङ्गता भएका बालबालिकाहरूलाई शिक्षाको जुन अधिकार छ त्यसबाट वञ्चित नै छन्। विशेष हामी आह्वान गर्न चाहन्छौँ सरकारलाई यो कुराको विशेष व्यवस्थापन गरिदिनु न र ती अपाङ्गता भएका बालबालिका, ती अभिभावक जसले आफ्नो नानीलाई, बाबुलाई स्कुलसम्म पठाएर एउटा साक्षर मान्छे बनाउने, एउटा ठुलो मान्छे बनाउने सपना देखेका छन्, त्यसमा केही सहयोग सरकारबाट पनि शिक्षाको व्यवस्थापन गरेर मिल्न सकोस् भन्दै र यस्ता बालबालिकाहरू देख्नु भएको छ, यस्ता अभिभावकहरू देख्नु भएको छ भने ती बालबालिकाहरूलाई मजाकको पात्र नबनाएर स्थानीय स्कुलहरूले पनि कसरी उनीहरूलाई समावेशी शिक्षामा समावेश गराउन सक्छन् त्यसमा पनि विचार गरिदिनु न अनुरोध गर्दै म बिदा हुन्छु। हस्त, नमस्कार।